हो। यही साझा फुलबारीमा फुलेको एउटा फुल राई जाति पनि हो। नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिको प्रमुख नाच हो चण्डी अथवा साकेला। विशेष गरेर वैशाखी पूर्णिमा उभौली र मङ्सिरे पूर्णिमा उधौली गरी यो नाच वर्षमा 2 पटक नाच्ने गरिन्छ। वैशाखी पूर्णिमालाई बाली नाली लगाउने समय भनी उभौली भन्ने चलन छ भने मङ्सिरे पूर्णिमालाई त्यही लगाएको अन्न बाली थन्काउने समय भनी उभौली भन्ने चलन रहिआएको पाइन्छ। यो नाच नाच्न अगाडि आफ्नो जातिको धामी बिजुवाले घर देवता 3 ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। यो नृत्य गर्दा सिलोमी, फलामकोर र कोमी चौरीको पुच्छर बोकी सिल्ली मपा पुरुष र सिल्लीमा महिलाले नाचको प्रतिनिधित्व गर्दछन् भने पछि अरू नृत्यकारहरू ढोल झ्याम्टा बोकी सामूहिक रूपमा विभिन्न सिल्लीहरू गर्दै यो नाच नाच्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी साकेला नृत्य। Say la, oh say la,